हेलो नमस्ते सिवारो सम्पडामा आज म पुनः पनि हैन नगते बाली भनेर चिनिने अलैँचीको बारेमा चाहिँ भिडियोलाई निरन्तरता दिँदैछु र आज चाहिँ पानी परेर चाहिँ विशेष गरी हैन अलैँची लगायत बोट बिरुवा र बाली नालीलाई पनि पानीको मात्रामा चाहिँ केही हदसम्म चाहिँ राहत भएको छ हैन र यो वर्ष चाहिँ हाम्रो गाउँमा असिना परेर निकै अलैँचीले शास्ति दिएको छ हैन क्षति पुर्याएको छ र यो अलैँचीलाई बचाउनको लागि चाहिँ अझै पनि हामीले निरन्तर हैन 2 महिना चाहिँ अलैँचीले सिँचाइ गर्नुपर्ने हुन्छ र अब आउने वर्षमा फल्ने अलैँची चाहिँ यस्तो भइरहेको छ हाम्रोमा हैन भर्खर फुल्नको लागि चाहिँ तयारी हुँदैछ हैन र हाम्रो गाउँमा अलैँचीमा नयाँ खालका र पुराना खालका रोगहरू चाहिँ के देखा परेका छन् हैन पहेँले लगायत फुर्के हैन र बोटहरू चाहिँ मरिदिने पातहरू रातो रातो भइदिने हैन यो खालको रोगहरू चाहिँ हैन लक्षणहरू चाहिँ देखा परेको छ अलैँचीमा र यो रोग लक्षणहरू देखा पर्नुका साथै हैन जति पनि मलाई लाग्छ हामी देशमा जति पनि छौं नि आफ्नै स्वदेशमा हैन 10-15% युवाहरू छौं केही गर्छौं देशमै हैन आफ्नै स्वदेशमै के गर्नुपर्छ हैन स्वरोजगार बन्नुपर्छ भन्ने खालको युवाहरू छौं नि यसरी नै अलैँची अब मर्दै गयो भने चाहिँ जति पनि हामी स्वदेशमा रहेका बाँकी युवाहरूको पनि अन्तिम हैन गन्तव्य चाहिँ पक्कै पनि खाडीतिर नै हैन हुने चाहिँ प्रबल सम्भावना देखिन्छ नमस्ते सिवारो